Hello, welcome back everybody to my new video. यो भिडियोमा मैले एउटा ज्योमेट्री बक्स अनबक्स गर्न लागेको छु जुन मेरै हो। अनि मैले कोठाको कार्टुनहरु यताउता गर्दा मैले भेटाएँ। बाबालाई सोध्दा थाहा भयो मेरै लागि यो ग्रेटर नेपाल म्याथमेटिकल इन्स्ट्रुमेन्ट्स। यहाँ ग्रेटर नेपाल यहाँ पुरै म्याप छ। यसलाई एक्जाममा लानै मिल्दैन किनभने पुरा म्याप छ अनि वी क्यान कपी इट। अनि म आज यसलाई नै अनबक्स गर्न गइरहेको छु। पहिले यहाँ त आधी यहाँ भित्र जाँदै जान्न बाहिर निक्लिनु छ यो ग्रेटर चाहिँ। र आज हात नलागिन डाइरेक्ट फर्स्ट टाइम निकाले हो। अनि ओके प्रेजेन्ट नेपाल यो अनि इन्डिया अकुपाइड नेपाली टेरिटरी यो कुन कलर हो यो नेपाल टेरिटरी इन बङ्गलादेश आई थिंक यो सबलाई छोडौँ। अनि यहाँ ठाउँहरु भन्दै प्रेजेन्ट नेपाल ग्रेटर नेपाल यो सबलाई छोडेर हामी यहाँ ओपन गरौँ। ओपन गर्ने बित्तिकै ओ माई गॉड 3-4 वटा कुरा देखिसक्यो। एउटा यो सेट स्क्वायर अझ एउटा सेट स्क्वायर यो स्केल प्रोटेक्टर अनि यसको नाम मलाई थाहा छैन नि। एक सेकेन्ड यसमा कभर किन हैन ओके यो कम्पास अनि यसमा पनि कभर हैन भइगएर। अनि एउटा शार्पनर अनि यो एउटा इरेजर ओके। अनि अब यो पेन्सिल किन्ने हैन ओके यो एउटा पेन्सिल अनि त्यसपछि यो के छ लुडो हो। अनि यो यहाँ पुरै गम छ सिन्थेटिक गम। सिन्थेटिक मान्छे मलाई सिन्थेटिक बल मात्र याद आउँछ थाहा छैन किन कि 20 बाट 22 रुपीस 10 प्रेमा सिन्थेटिक गम पर चिसो लागिरह। लेट्स लिभ इट। अनि त्यसको तल हेरौँ तल के छ कि किन यसले यिनीहरूले यो मात्र दिएर त मिनिङ के हो भाइ यसको। यो भित्र नि केही छैन नथिङ डाउन हियर। यसलाई निकालेर रिज्युम गर्छु। एक सेकेन्ड मैले यो भित्र हेरेँ यहाँ केही नि छैन पोपट मात्र भयो। मतलब यो दिएको चाहिँ किन बिना कुनै रिजनको कसैले यो किन दिन्छ। अब यस्तो त हैन होला कि कसैले साँप सिडी लुडोको लागि त्यो बोर्ड किन्यो अनि त्योसँग किन्ने अनि खेल्नको लागि यो सामान छैन बट दियो चाहिँ दियो किन। अब मैले यहाँ कतै भेट्टायो भने द्याट इज गोइङ टु बी माई फल्ट। तर यहाँ पनि छैन हो यो त पुरै चिसो हो। I like this. यसलाई हामी फेरि त्यही ढङ्गमा राखौँ। साँप सिडीको गोटी पनि यसरी नै यो यहाँ यस अनि त्यसपछि यो यसरी यहाँ यो यहाँ भयो अनि यो ओके डन। मैले अरूमा अनबक्स गरेर यसमा कुनै लिड पेन्सिलहरू सरप्राइजिङ केही कुरा थिएन जस्ट नर्मल थियो नथिङ फियर।
एन्ड बस यही हो सब. एन्ड आई एम फिलिङ भेरी ब्याड किनभने रोहित र कोहलीले अहिले रिटायरमेन्ट लिनुहुन्थेन. आई एम भेरी स्योर. रोहितले त लिएकै त ठिक छ किनभने ठिक छ लिया त ठिक छ रोहितले ओके लेकिन बट नो कोहली. कोहलीलाई चाहिँ रिटायरमेन्ट लिनु हुन्थेन. अब कसले अस्ट्रेलियालाई आफ्नो औकात देखाउँछ. ओके सो द्याट्स अल फर टुडे एन्ड बाई बाई.